हामी रिट व्यायामको डेमोन्स्ट्रेसन गर्दैछौँ। सुरुमा दुईटा हात सँगै ल्याउने, दुईटा खुट्टा सँगै ल्याउने। सबभन्दा पहिला हामीले नी चेस्ट एक्सरसाइज गर्छौँ। पहिला एउटा घुँडालाई खुम्च्याएर छातीसम्म ल्याउनुहोस्, 10 सेकेन्ड गर्नुहोस्, राख्नुहोस्, बिस्तारै अर्को साइडमा गर्नुहोस्, 10 सेकेन्ड गर्नुहोस्, राख्नुहोस्। र दोस्रो दुईटै खुट्टा घुँडा खुम्च्याउनुहोस् र छातीमा ल्याउनुहोस्, 10 सेकेन्ड राख्नुहोस् र श्वास प्रश्वास नर्मल राख्दै बिस्तारै छोड्नुहोस्। अब बिस्तारै तेस्रो चाहिँ दुईटै घुँडा खुम्च्याउनुहोस् र अब दुईटै घुँडालाई एक साइडतिर लैजानुहोस्, टाउको अपोजिट साइडमा टाउको 10 सेकेन्ड गर्नुहोस्। त्यस्तै सेम अन अदर साइड। ठिक छ, बिस्तारै आउनुहोस्। अब यो ठ्याक्कै यस्तै दुईटा खुट्टालाई अलिकति फिटा गर्नुहोस् र सेम त्यस्तै गर्नुहोस्। टाउको अर्को साइडमा, खुट्टा अर्को साइडमा, 10 सेकेन्ड गर्नुहोस्, बिस्तारै आउनुहोस्, फेरि अर्को साइडमा 10 सेकेन्ड गर्नुहोस्, बिस्तारै नर्मल आउनुहोस्। र अब चौथो चाहिँ तपाईँले बिस्तारै हातलाई कम्मर मुनि लैजानुहोस् र बिस्तारै हिपलाई माथि सार्नुहोस्। यसलाई सेतु बन्दासना भन्छ। अझै माथि लैजानुहोस् र 10 सेकेन्ड चाहिँ होल्ड गर्नुहोस्। यो चाहिँ तपाईँलाई यदि लिस्थेसिसको समस्या, हड्डी खप्टिने समस्या छ भने यो चाहिँ गर्न मिल्दैन, तर चाहिँ यसलाई गर्न सक्नुहुन्छ। र बिस्तारै छोड्नुहोस्। र यो एक्सरसाइज तपाईँले बिहान बेलुका ती 3 चोटि अथवा 5 चोटि खाली पेटमा गर्नुहोला, अथवा कुनै वर्कआउटसँगै पनि गर्न सक्नुहुन्छ, वार्मअप अथवा कुल डाउन फेजको रूपमा। र नियमित रूपमा गर्नुहोस् र स्वस्थ रहनुहोस्। ढाड दुख्नबाट बच्नुहोस्। धन्यवाद।